नमस्ते हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। म आज हजुरलाई पोन्चो बनाउन सिकाउँदैछु। यसको लागि मैले यहाँदेखि यहाँसम्म 80 घर हालेको छु र प्रत्येकमा यहाँ यो डबल क्रोसिया लिएको छु। यहाँदेखि हामीले बढाउँछौँ। यहाँ मैले 4 डिसी बुनेको छु। अब यहाँदेखि चाहिँ हामी फ्रन्ट पोस्ट बुन्छौँ, 6 फ्रन्ट पोस्ट। अब यहाँ यो 6 वटा बुनिसकेपछि अब हामी यहाँ 1 घर बढाउँछौँ, एउटा डिसी बढाउँछौँ र फेरि हामीले 6 यो फ्रन्ट पोस्ट लिन्छौँ। फेरि यहाँ एउटा बढाउँछौँ। यस्तै गरेर यहाँदेखि हामीले यहाँसम्म बुन्छौँ। लास्टमा हामीले 4 डबल क्रोसिया लिन्छौँ। अब हामी यहाँ यो 3 यसपछि 4 यहाँ 4 वटा डबल क्रोसिया लिन्छौँ। अब हामी अघि फ्रन्ट पोस्ट बुनेकोमा 6 वटामा हामी यहाँ ब्याक पोस्ट बुन्छौँ। अब यो हामी बढाएको 1 घर डिसीमा हामी फेरि 1 डिसी, अब फेरि हामी यो 6 वटामा अब यो अघि बढाएकोमा 1 वटा नै डिसी लिन्छौँ। यस्तै गरेर सेम यहाँदेखि यहाँसम्म बुन्नु होला। 4 वटा डबल क्रोसिया लिने दुवै साइडतिर। अब यहाँ 4 डबल क्रोसिया, यो 3 वटालाई छोडेर अब यताको 3 वटा हामी बुन्छौँ। अब हामी यताको बुन्छौँ। अब यहाँ क्रस भइसक्यो।
अब हामी यहाँ यो अघि 2 वटा डबल 3 वटा बनाउँछौँ। अब यो जस्तै सेम यहाँ गर्ने, यहाँ गर्दै जाने र यहाँ 3 3। अब यहाँ हामी उल्टामा थ्री डबल क्रोसिया यहाँ बुनेको छ। यहाँ चाहिँ हामी सेम त्यही नै बुन्ने। यसरी नै यहाँसम्म बुन्नु होला। हामीले यो रो सकाइसके। अब यहाँ 3 वटा डबल क्रोसिया थियो। अब हामी यहाँ 4 वटा बनाउँछौँ। यस्तै गरेर यहाँ बुन्दै लानु होला यहाँसम्म। हामीले यो रो सकाइसके। अब हामी चेन 3 लिएर यो उल्टाको साइडमा हामी बुन्छौँ। अब यसरी अब यहाँ हाम्रो बढाउँदै लग्दाखेरि यहाँ हाम्रो 4 डिसी भइसक्यो। अब 4 डिसी जस्ता तस्तै हामी बुन्छौँ। यस्तै गरेर हामीले यहाँसम्म बुन्छौँ। हामीले यहाँ उल्टामा सकाइसके। अब यहाँ यो 4 डिसी लिन्छौँ। यो 1 2 3 रो बुन्ने। यसैलाई नै रिपिट गर्दै लाने हो। अब यहाँ दुईचोटि बेरेर यसरी नै यहाँसम्म बुन्नु होला। यो क्रस गरिसकेपछि हामीले 1 2 3 रो बुन्ने। त्यसपछि फेरि क्रस गर्ने।
र यहाँ चाहिँ सुल्तामा बनाउँदै लाने यही क्रमले हजुरहरूले बनाउँदै लानुहोला। हामी यो बुट्टा सकिसक्यो 4 डिसी बुन्छौँ। अब हामी यो र यो दुईटा जोडेर बुन्छौँ। अब हामीले यहाँ बढाउँदै लग्दाखेरि यहाँ जबसम्म 8 हुँदैन 1 2 3 4 5 भयो 8 हुँदैन तबसम्म यहाँ पनि हामी बढाउँदैनौँ 8 नै सिधा बुन्दै लान्छौँ। जब यहाँ 9 हुन्छ बढाउँदै 9 हुन्छ यहाँ पनि अब 9 बनाउने त्यस्तै गरेर अनि 10 बनाउँदै लाने यहाँको बराबरमा गर्दै लाने हो। यो 1 2 3 रो बुन्दाखेरि एउटा रो चाहिँ हामी उल्टापट्टा बुन्छौँ भने अब यसमा तिनटै रो सुल्टा हुन्छ सबै सुल्टै सुल्टाबाट बुन्दै लाने हो। 1 2 मात्र चेन लिन्छौँ त्यसपछि हामी यो यहाँ बुन्छौँ 1 2 3 अब हामी यसरी यस्तै गरेर एक राउन्ड यहाँसम्म बुन्नु होला। अब यसमा 1 2 3 अर्को 2 लाइन बुन्ने अनि पछि यो क्रस गर्ने यस्तै गरेर यो बुन्दै लानु होला। 70 इन्चसम्म बुनिसकेँ। बिचको भागबाट यहाँ 1 2 3